ब्याक टु माई च्यानल पनि म आइसकेको छु है। आज चाहिँ शनिबार सक्नुहुन्छ अनि मैले चाहिँ अब स्कुल छ भने त आजभोलि त्यो शनिबार मात्रमा हाल्न पाउँछु, त्यसको लागि सरी होइन, अरू बेला हाल्न पाएन, त्यही भएर आज चाहिँ म हाल्दैछु। त्योहरू हेरिदिनु होला, माया गरिदिनु होला। अनि आज चाहिँ मेरो काम छ भात तरकारी पकाउने अनि कपडा धुने। यताको भ्यू त बब्बाल देखिया त यार, के चिक्ना देखिया त हेर्नु त, भ्यू त वा कहाँ सक्छ र, टक्कसँगले चिक्ना देखिरह्यो यार, भ्यू त बब्बाल देखिरह्यो त। यतातिर पनि हेर्नु त खतरा देखिरह्यो यार, यतातिर पनि त्यसलाई यतातिर पनि बब्बाल देखिरह्यो होइन। यतातिर नि टक्क लाएर धानहरू सरर बब्बाल भइरह्यो होइन। यताको भ्यू देख्न सक्नुहुन्छ, मोबाइल छैन त नि, त नि हाम्रो गाउँघरतिर त्यही हो। अब चाहिँ म खाना पकाउनु पर्ने हुन्छ, हुन्छ छिटो लाएर खाना बसाइसकेको छु। अनि तरकारी चाहिँ के खाने कति धेरै हो पनि यार, नुन यार कति धेरै हो यस्तो। तपाईँहरू कस्तो खानुहुन्छ यसो कमेन्ट गर्नु होला। तरकारी आज के बनाइदिनु छ, तरकारी छैन यार, तरकारी किराना त रहेछ कि रहेछ कि चट्लाएर के एउटा स्याउ छ अनि यो रहेछ टमाटर, तरकारी यही पकाइदिने हो सँग लाएर। त्यही तरकारी चिरै चाहिँ फर्सी पकाउनु पर्ला। अनि एउटा कुरो दुःखको कुरो यार, नेटमा पैसा भ्याइयोस्, त्यही होइन नेटमा चाहिँ पैसा भ्याइसकेको छ। अब नेटमा पैसा हाल्नुपर्ने हुन्छ, लाएर तरकारी काट्नु यस्तो यार। फर्सी पनि कति खाने यार, फर्सी यार फर्सी यार, फर्सी खाएर भइसकेको छ, काटकुट पुरै भइसक्यो होइन। देन सानो छ यस देखाएको चाहिँ होइन, फेरि यो फर्सी डिस यता चिकन होइन टक्कसँग अब पकाउनु पर्ने हुन्छ है। अनि खाना चाहिँ पाक्न लगाइसक्यो होइन, खाना चाहिँ पाक्न लगाइसकेको छ। टक्क लगाएर सट लाएर होइन तरकारी पाइसकेको छु। लास्टै गर्मी घाम त कस्तो टल्क्यो घाम हो यार, कपडा धुनुपर्ने हुन्छ टक्क लाएर। यस्तो घाम लागेको छ कि चट्ट घाम लागेको छ होइन। अब चाहिँ कपडा धुनुपर्ने हुन्छ। अनि एउटा खुसीको खबर छ है, त्यो चाहिँ मलाई लन्डनबाट गिफ्ट आइसकेको छ, देख्न सक्नुहुन्छ टक्क लाएर चट्टसँगले गिफ्ट आएको छ है लन्डनबाट चाहिँ मलाई होइन। अब मैले यो ओपनिङ गर्छु होइन, के छ म चाहिँ हेर्छु है। चट्ट लाएर चट्ट लाएर अब म चाहिँ ओपनिङ गर्नुपर्ने हुन्छ है। एउटा टोपी छ चट्टसँगले सर्ट लाएर कपडा रहेछ है, देख्न हुन्छ कपडा टी सर्टहरू रहेछ है।
आजको टक्कलसँग लाएर थ्याङ्क यू सो मच है लन्डनबाट आएको मलाई गिफ्ट चट्टसँगले यति छ है लन्डनबाट लिएर आइदिनु भएको मलाई गिफ्ट होइन धेरै धेरै धन्यवाद भन्न चाहन्छु म चाहिँ चट्ट लाएर त्यही हो यति हो अनि अब चाहिँ कपडा धुनुपर्छ टक्कलसँगले यति हो कपडा चाहिँ 3टा टी सर्ट अनि एउटा यो सबै क्रिकेट खेल्ने ऊ हो क्या क्रिकेट खेल्नेको सेटै हो क्या टोपीहरू सब सेटै छ धन्यवाद भन्न चाहन्छु म चाहिँ यो पठाइदिनु भएकोमा हजुरलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु अब समय टक्कल लाएर चाटसँगले ओइ भाले त्यस्तो नगर्न यार कप निल्छ त्यही के भिडियो त्यही होइन अहिले चाहिँ खाएर टक्कसँगले यता पानी खाँदैछ चट्ट लाएर अनि कपडा सपडा धोएर सुकाइरहेको छु चट्ट सर मस्तले घाममा चटकसँगले सुकिराखेको छ जानुहुन्छ ओइ आज यार तर खतरा खायो मौसम चाहिँ खत्रै भयो बवाल छ होइन अब यो चाहिँ उठाउनुपर्छ रोप्नको लागि है टक्कसँगले रोप्नको लागि कच्चा सच्चा बोकेर चट्ट लाएर अनि हामी चाहिँ पुरै यो गरामा रोप्नुपर्ने हुन्छ दिनसम्म चाहिँ त्यो गरामा पुरै सरर वहाँ माथिबाट तलतिरसम्म रोप्नुपर्ने हुन्छ एकचोटि रोपेको उम्रिँदै नभइरहेको क्या मासुको झोल होइन मासुको झोल पनि गुन्द्रुकको झोल त्यही होइन अन्त यो पुरै उ गर्नुपर्ने हुन्छ है त्यो गर्नुपर्ने हुन्छ अनि अहिले पानी पऱ्यो थियो यार थट पानी परेर अहिले फेरि उडेर नि आकाश यस्तो भइसकेको छ अनि हामी दुईजना चाहिँ जान्छौँ होइन अनि त्यही हो ए छ्या के हो यो यस्तो नगर्न यार राख्नुपर्छ है काम लाउँछ अनि त्यही हो अनि आजको लागि यति नै हुन्छ अन्तिमसम्म हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद हजुरहरूलाई होइन अनि त्यही हो अब धेरै लामो बनाउनु हुँदैन क्या अब धेरै लामो नआयो भने हेर्ने लाउँदैन नि त अनि फेरि भोलि पनि हेर्नु पऱ्यो अन्त हेर्नु नि पानी पनि छैन यार गराहरूमा कुनै कुनैमा मात्र त्यो आजको लागि यति नै हुन्छ भन्दै आजको लागि बिदा हुन्छु अनि लाइक सेयर सब्सक्राइब गर्न नभुल्नु होला भन्दै आजको लागि बिदा हुन्छु हस्त बाई